हेलो डियर स्टूडेंट, आज हामीहरू आयोनिक इक्विलिब्रियम चैप्टरको अर्को टपिक जसमा एसिडको स्ट्रेंथको चर्चा गरिरहेका थिए। त एसिड डिफरेंट टाइप्सको हुन सकिन्छ र त्यो एसिड्समा कुन बढी एसिडिक हुन्छ, कुन कम एसिडिक हुन्छ र किन हुन्छ त्यसको बारेमा स्टडी गर्ने साथै बेसमा पनि केही बेसेस बढी बेसिक नेचरको हुन्छ, केही बेस कम नेचरको हुन्छ, त्यो किन हुन्छ त्यसको बारेमा इंट्रोडक्सन गर्ने। त अब यो भिडियो स्टार्ट गरौँ। यो भन्दा पहिला हामीहरू के पढेको थिए कि स्ट्रङ एसिड कम्प्लिटली आयोनाइजेबल र वीक एसिड पार्शियली आयोनाइजेबल। अलमोस्ट कम्प्लिटली आयोनाइजेबल स्ट्रङ एसिडको केसमा त्यतिकै क्लियर हुन्छ कि यसको स्ट्रेंथ बढी होला र वीक एसिडको स्ट्रेंथ कम होला र कुनै पनि एसिड र बेसको स्ट्रेंथ डिपेंड गर्छ त्यसको आयोनाइजेसनमा। आर्हेनियस थ्योरी अनुसार हामीहरू के हेरेको थिए कि कुनै पनि एसिड यदि धेरै H+ आयन दिइरहेछ अथवा धेरै प्रोटोन डोनेट गर्न सकिरहेछ स्ट्रङ होला, यदि थोरै गरिरहेछ भने वीक होला। ग्रेटर आयोनाइजेसन त ग्रेटर एबिलिटी हुन्छ के H+ डोनेट गर्ने, ग्रेटर एसिडिक नेचर हुन्छ। तर वीक एसिडहरुको केसमा प्रब्लम क्रिएट हुन्छ। वीक एसिडमा त पार्शियली आयोनाइजेबल छ, पार्शियली आयोनाइजेबल छ भने त्यसमा भएको एटम, अक्सिडेशन नम्बर, प्लस इन्डक्टिभ इफेक्ट, माइनस इन्डक्टिभ इफेक्ट, यो कुराहरूले अफेक्ट गर्छ कि कुन एसिड बढी एसिडिक नेचरको हुने र कुन एसिड कम एसिडिक नेचरको हुने, जुन कुरा कि हामी यसमा हेर्ने छौं। जस्तै यहाँनिर हामीहरू केही यस्ता एसिड्सहरू हेर्ने जो कि वीक एसिडमा वीक एसिड वीक बेस मिक्स गरिदियो। अब हामी कसरी बुझ्ने कि कुन एसिडको स्ट्रेंथ बढी छ, कुन एसिडको स्ट्रेंथ कम छ। त नर्मली एसिडको स्ट्रेंथ के भनेको थिए कि बढी आयोनाइज गर्छ बढी H+ दिन्छ बढी एसिडिक होला, बढी आयोनाइज गर्छ बढी OH दिन्छ बढी बेसिक होला। तर वीक एसिड र वीक बेसिसहरुको केसमा अथवा स्ट्रङ एसिड र स्ट्रङ बेसिसहरुको केसमा चारवटा पाँचवटा एसिड लाइनमा राखिदियो र हामीले भनिदिन्छ कुन बढी एसिडिक छ कुन कम एसिडिक छ। त्यसको एसिडिक स्ट्रेंथ अथवा बेसिक स्ट्रेंथ पत्ता लगाउनु छ भने त्यस्तो कन्डिसनमा हामी कुन स्टेप्सहरु फलो गर्ने, कुन कुन रुल्सहरु फलो गर्ने, त्यसको लागि तपाईहरुलाई यहाँनिर देखाउन गइरहेको छु। एक नम्बरमा के भनिरहेछ कि यदि हाम्रो एसिड हाइड्रा एसिड्स छन्, भन्नुको अर्थ हाइड्रोजन भएको एसिड्सहरु छन्, त्यस्तो कन्डिसनमा एक नम्बर प्वाइन्ट के भनिरहेछ कि लार्जर साइज हुनुपर्छ। के को हाइड्रोजनसँग जुन एटम अट्याच भएको हुन्छ त्यो एटमको साइज लार्जर हुनुपर्छ। यदि साइज लार्जर छ भने एसिड स्ट्रङ हुन्छ। जस्तै यहाँनिर देखाइरहेछ हेलोजनका एसिड्सहरु, यिनीहरु हाइड्रा एसिड्स छन्। क्लोरिनको साइज सानो छ, क्लोरिनको त्यो भन्दा ठूलो, ब्रोमिनको त्यो भन्दा ठूलो, आयोडिनको त्यो भन्दा ठूलो। त हाइड्रोजनसँग लिंक भएका एटम छ हेलोजन। त हेलोजनको साइज जसरी जसरी बढ्दै गइरहेछ एसिडिक नेचर पनि बढ्दै गइरहेको छ। यहाँनिर यो साइज हेरिराख्नु हुन्छ तपाईहरु। त्यस्तै भनिरहेछ अर्को एसिड्सको केसमा पनि हेरिहालौ। जस्तै यहाँ पनि अक्सिजन अट्याच भएको छ, सल्फर छ, सेलेनियम छ, टेलुरियम छ। त हाइड्रोजनसँग अट्याच भएको इलेक्ट्रोनेगेटिभ एटमको साइज जसरी जसरी बढिरहेछ एसिडिक नेचर पनि बढ्दै जान्छ। यहाँनिर एटोमिक साइजको अर्डर दिएको छ। त्यस्तै सेकेन्ड प्वाइन्ट आइरहेछ। फर्स्ट प्वाइन्टमा के हेरे कि हाइड्रोजनसँग अट्याच भएको नेगेटिभ एटम अथवा कुनै पनि एटम साइज बढ्दै गयो, एसिडिक स्ट्रेंथ बढ्दै गयो। सेकेन्डमा के भनिरहेछ कि हाइड्रोजन एटमसँग कनेक्ट भएको जुन एटम हुन्छ इलेक्ट्रोनेगेटिभ एटम, त्यसको इलेक्ट्रोनेगेटिभिटीमा पनि एसिडिक स्ट्रेंथ डिपेन्ड गर्छ। जस्तो कि यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ, यदि इलेक्ट्रोनेगेटिभिटी भ्यालु हाई छ एसिड स्ट्रङ्गर हुन्छ। जस्तै यहाँनिर दिइरहेछ फ्लोरिन, अक्सिजन, नाइट्रोजन र कार्बन। त सबभन्दा बढी इलेक्ट्रोनेगेटिभिटी छ फ्लोरिनको, यसको मिनिङ HF सबभन्दा बढी एसिडिक नेचरको। त्यसपछि छ अक्सिजनको, यसको मिनिङ वाटर त्यो भन्दा कम एसिडिक नेचरको। त्यसपछि छ नाइट्रोजनको इलेक्ट्रोनेगेटिभिटी भेल,
यसको मिनिङ अमोनिया त्यो भन्दा पनि कम र त्यसपछि छ मिथेनको यसको मिनिङ लेफ्टबाट राइट जाँदा एसिडिक नेचर घटिरहेछ र बेसिक नेचर बढिरहेछ यहाँ हेरिराख्नु भएको छ इलेक्ट्रोनेगेटिभिटी अर्डर त्यसपछि त्यस्तै फेरि अर्को पनि हेरिहालौं हाइपोक्लोरस एसिड हाइपोब्रोमस एसिड हाइपोआयोडस एसिड र वाटरको केसमा जसरी जसरी इलेक्ट्रोन नेगेटिभिटी भ्यालु घटिरहेछ एसिडिक नेचर पनि घटिरहेछ यहाँ हेर्न सक्नुहुन्छ इलेक्ट्रोन नेगेटिभिटी भ्यालु सबभन्दा बढी क्लोरिनको छ त्यसपछि ब्रोमिन त्यसपछि आयोडिन त्यसपछि यहाँ हाइड्रोजनको दिएको यसरी हामीहरु दुईटा प्वाइन्ट क्लियर हुन गए एक हाइड्रोजन एटमसँग अट्याच भएको नेगेटिभ एटम जसरी जसरी साइज बढ्दै गयो एसिडिक नेचर बढ्दै गयो दुई हाइड्रोजन एटमसँग अट्याच भएको एटमको इलेक्ट्रोन नेगेटिभिटी भ्यालु जसरी जसरी इलेक्ट्रोन नेगेटिभिटी भ्यालु घट्दै जान्छ एसिडिक नेचर पनि घट्दै जान्छ अर्को हेरौं त्यस्तै अब यसमा भनिरहेको छ अक्सिडेसन नम्बर तर कस्तो एसिडको लागि यो भन्दा पहिला त हाइड्रा एसिड थियो अब अक्सी एसिड यस्तो एसिड जसमा अक्सिजन हुन्छ त अक्सी एसिडमा अक्सिडेसन नम्बरको आधारमा एसिडिक नेचर पत्ता लगाउन सकिन्छ त्यो एसिडहरु छन् HClO4 छ ग्रेटर देन HClO3 छ ग्रेटर देन HClO2 छ ग्रेटर देन HClO3 छ त यो एसिड्सहरु तपाईहरु हेरिराख्नु भएको छ सबैको एटम सेमै छ हाइड्रोजन क्लोरिन र अक्सिजन छ यस्तो यो अक्सी एसिड्सहरु छन् यो अक्सी एसिडको हामीलाई सोधिरहेछ कसको एसिडिक नेचर बढी र कसको एसिडिक नेचर कम त यहाँ के भनिरहेछ कि यस्तो एसिड्सहरुमा अक्सिडेसन नम्बरले डिसाइड गर्छ कसको एसिडिक नेचर बढी र कसको कम त तीनटैमा क्लोरिन छ चारैवटामा क्लोरिन छ त क्लोरिनमा भएको अक्सिडेसन नम्बर जसको बढी होला बढी एसिडिक होला जसको कम होला कम एसिडिक होला त अक्सिडेसन नम्बर त हामीलाई क्याल्कुलेट गर्नुपर्छ त क्याल्कुलेट गर्दाखेरि फर्स्ट को केसमा +7 आएको सेकेन्ड को केसमा +5 थर्ड को केसमा +3 र लास्टमा छ +1 यसको मिनिङ एसिडिक स्ट्रेंथ घट्दै गइरहेछ सेम कंडीशन छ BrO4 को BrO3 BrO2 HBr यसरी सेम कंडीशन नाइट्रिक एसिड छ नाइट्रस एसिड छ अक्सिडेसन नम्बर बढी अक्सिडेसन नम्बर कम छ त्यस्तै यो सल्फ्युरिक एसिड छ H2SO4 यो सल्फ्युरस एसिड H2SO3 त सल्फ्युरिक एसिडमा अक्सिडेसन नम्बर सल्फरको +6 छ सल्फ्युरस एसिडमा +4 छ यसको मिनिङ सल्फ्युरिक एसिड बढी एसिडिक हुन्छ र सल्फ्युरस एसिड कम एसिडिक हुन्छ र यो एक्सेप्सन छ यसमा ठीक उल्टा हुन्छ यो एक्सेप्सन हुन गयो त्यसपछि अर्को हेरौं साइज अफ एटम बाउन्डेड टु हाइड्रोजन इन ऑक्सी एसिड मा त एक नम्बरमा के हेरे कि जसरी जसरी अक्सिडेसन नम्बर बढ्दै जान्छ एसिडिक नेचर बढ्दै जान्छ फेरि भनिरहेको छ ऑक्सी एसिड मा हाइड्रोजन एटम सँग अट्याच भएको एटमको साइजमा पनि डिपेन्ड गर्छ एसिडिक नेचर के भनिरहेको छ स्मलर यदि साइज छ भने एसिडिक स्ट्रेंथ बढी हुन्छ जस्तै यही एसिड्सहरु हेरौं यो ऑक्सी एसिड्सहरु छन् यो ऑक्सी एसिड्सहरुमा तपाईहरु हेरिराख्नु भएको छ हेलोजन एटम्सहरु कम्बिनेसनको हाइड्रोजन सँग अट्याच छ क्लोरिन ब्रोमिन आयोडिन जसरी यो सबभन्दा सानो साइज वाला छ क्लोरिन एटम त सबभन्दा सानो साइज वालाको एसिडिक नेचर बढी छ ठूलो अलिकति कम त्यो भन्दा पनि ठूलो अलिकति कम छ सेम कंडीशन यहाँ पनि हेरिराख्नु भएको छ यो एसिडिक नेचरको क्यारेक्टर्सहरुमा तपाईहरु कति चार किसिमको हेरिहाल्नु भयो एकमा के भनेको थिए यदि हाइड्रा एसिड छ त नेगेटिभ एटमको साइजमा डिपेन्ड गर्छ जसरी जसरी नेगेटिभ एटमको साइज बढ्दै गयो एसिडिक नेचर बढ्दै गयो हाइड्रा एसिडमा इलेक्ट्रोन नेगेटिभिटीमा पनि डिपेन्ड गर्छ जो हाइड्रोजन एटमसँग अट्याच भएको एटमको इलेक्ट्रोन नेगेटिभिटी भ्यालुमा पनि डिपेन्ड गर्छ इलेक्ट्रोन नेगेटिभिटी भ्यालु यदि हाई छ एसिडिक नेचर हाई हुन्छ त्यसपछि आयो ऑक्सी एसिड को एक नम्बरमा के हेरे कि जसरी जसरी अक्सिडेसन नम्बर बढिरहेछ एसिडिक नेचर बढिरहेछ त्यसपछि ऑक्सी एसिडमा अर्को के आयो हाइड्रोजन एटमसँग अट्याच भएको एटमको साइज सानो हुनुपर्छ जस्तै यो सबै ऑक्सी एसिड्स हो र हाइड्रोजनसँग अट्याच भएको एटम्सहरु हेरिराख्नु भएको छ
जसरी जसरी साइज बढ्दै जान्छ एसिडिक नेचर घट्दै जान्छ। त्यस्तै अझै एउटा हेरौँ इन्डक्टिभ इफेक्ट, इलेक्ट्रोन तान्ने क्यारेक्टर। जसरी जसरी इलेक्ट्रोन तान्ने ग्रुप्सको संख्या बढ्दै जान्छ एसिडिक नेचर पनि बढ्दै जान्छ। जस्तै यहाँनिर हेर्नुहोस्, यसमा एउटा पनि छैन इलेक्ट्रोन विथड्रइङ ग्रुप एसिटिक एसिडमा, यसको एसिडिक नेचर सबभन्दा कम। यसमा एउटा क्लोरिन छ इलेक्ट्रोन विथड्रइङ ग्रुप -I इफेक्ट सो गर्ने, यसको एसिडिक नेचर एसिटिक एसिड भन्दा बढी हुन्छ। त्यस्तै यसमा दुईवटा छ इलेक्ट्रोन विथड्रइङ ग्रुप Cl2, यसको तुलनामा यसको बढी हुन्छ एसिडिक नेचर। त्यस्तै यसको तुलनामा सबभन्दा बढी हुन्छ यसको एसिडिक नेचर। हामीहरू के हेरे अर्को पोइन्ट, इन्डक्टिभ इफेक्ट माइनस इन्डक्टिभ इफेक्ट यदि बढ्दै गयो भने एसिडिक नेचर बढ्दै जान्छ। भन्नु पर्थ्यो इलेक्ट्रोन विथड्रइङ ग्रुपको संख्या यदि बढ्दै गयो भने एसिडिक नेचर बढ्दै जान्छ। त हामीहरू के हेरे कि एसिडको एसिडिक नेचर 5वटा पोइन्टमा डिपेन्ड गरिरहेछ। 1 नम्बर पोइन्ट थियो हाइड्रा एसिडमा हाइड्रोजन एटमसँग अट्याच भएको एलिमेन्ट उसको साइज यदि बढ्दै गयो एसिडिक नेचर बढ्दै जान्छ। हाइड्रा एसिडको 2 नम्बरमा हेरेको थिए हाइड्रोजन एटमसँग अट्याच भएको इलेक्ट्रोनेगेटिभिटी वाला एलिमेन्ट्सहरू, यदि इलेक्ट्रोनेगेटिभिटी भ्यालु बढ्दै गयो भने एसिडिक नेचर पनि बढ्दै जान्छ। तेस्रो हेरेको थिए अक्सी एसिड। अक्सी एसिडको केसमा के हेरे, यदि अक्सिडेसन नम्बर बढ्दै गयो एसिडिक नेचर बढ्दै जान्छ। र अक्सी एसिडमा एउटा पोइन्ट अझै हेरेको थिए कि हाइड्रोजनसँग अट्याच भएको एटमको साइज यदि बढ्दै गयो एसिडिक नेचर घट्दै जान्छ। त्यसपछि आयो माइनस इन्डक्टिभ इफेक्ट, दैट इज इलेक्ट्रोन विथड्रइङ ग्रुपसँग तुलना गर्दाखेरि हाइड्रोजन एटमसँग अक्सी एसिड्सहरुमा त कुनै पनि एसिड्समा यदि इलेक्ट्रोन विथड्रइङ ग्रुपको संख्या बढ्दै गयो भने एसिडिक स्ट्रेन्थ बढ्दै जान्छ। र यति गरेर एसिडको स्ट्रेन्थ कम्प्लिटली इन्ड हुन गएको छ। अब हामीहरू हेर्ने यसैमा बेसको बेसिक स्ट्रेन्थ कुन कुन कुरामा डिपेन्ड गर्छ। बेसिसहरुको रिलेटिभ स्ट्रेन्थको चर्चा गरौँ। बेसिसहरुको रिलेटिभ स्ट्रेन्थमा के देखाइरहेछ, 1 नम्बरमा मेटल जो कि क्याटायनको रूपमा एभाइलेबल हुन्छ बेसमा, त्यो क्याटायनको साइजले पनि डिसाइड गर्छ कि बेसिक नेचर बढी हुने कि कम हुने। के भनिरहेछ कि मेटलको हाइड्रोक्साइडहरुमा यदि मेटल क्याटायनको साइज लार्ज छ त्यस्तो कन्डिसनमा बेस के हुन्छ त स्ट्रङ हुन्छ। जस्तै यहाँनिर देखाइरहेछ लिथियम छ क्याटायन, सोडियम, पोटासियम, रुबिडियम, सिजियम। हामीलाई थाहा छ मेटल क्याटायनको साइज बढ्दै गइरहेछ, यसको मिनिङ बेसिक नेचर बढ्दै जान्छ। त्यसो भए लिथियम हाइड्रोक्साइडको तुलनामा बढी बेसिक हुन्छ सोडियम हाइड्रोक्साइड, सोडियम हाइड्रोक्साइडको तुलनामा बढी बेसिक हुन्छ पोटासियम हाइड्रोक्साइड, पोटासियमको तुलनामा बढी बेसिक भयो रुबिडियम हाइड्रोक्साइड, र रुबिडियम भन्दा पनि बढी बेसिक भयो सिजियम हाइड्रोक्साइड। मेटलको हाइड्रोक्साइडमा 1 नम्बर पोइन्ट हामीहरू के हेरे कि मेटल क्याटायनको साइज यदि बढ्दै जान्छ बेसिक नेचर पनि बढ्दै जान्छ। किन त OH को प्रोडक्सनको जुन क्यारेक्टर छ त्यो पनि बढ्दै जान्छ। त यसको बाउन्ड डिसोसिएसन एनर्जी हाई होला, यो आसानीले आयोनाइज गर्दैन, र यसको तुलनामा यो बाउन्ड आसानीले टुट्छ। यो बाउन्ड त्यो भन्दा पनि आसानीले ब्रेक हुन्छ किन डिस्टेन्स बढ्यो बाउन्ड ब्रेक हुन्छ। रुबिडियमको साइज झन ठुलो छ, झन आसानीले OH प्रोडक्सन गर्छ। सिजियमको साइज झन ठुलो छ, झन आसानीले OH स्प्लिट गर्छ। त बढी भन्दा बढी OH को प्रोडक्सन गर्यो, त्यही भएर बेसिक नेचर पनि स्ट्रङ हुन गयो। 1 नम्बर पोइन्ट। सेकेन्डमा हेरौँ यसैको ऑक्सीडेशन नंबर। अब मेटल हाइड्रोक्साइड्सहरु छन्, मेटलको हाइड्रोक्साइड्स फरक मेटलको हाइड्रोक्साइड छ, सेम ग्रुपको छैन। सेम ग्रुप वालामा हेरेको थिए कि जसरी जसरी मेटल क्याटायनको साइज बढिरहेछ बेसिक नेचर बढिरहेछ, तर फरक ग्रुपको मेटल्सहरु छन्, हाइड्रोक्साइड ग्रुपमा अवेलेबल छ। यस्तो कन्डिसनमा
बेसिक नेचर कुन कुरामा डिपेन्ड गर्ने के देखाइरहेछ कि अक्सिडेसन नम्बरमा डिपेन्ड गर्छ। अब अक्सिडेसन नम्बरमा के देखाइरहेछ कि यदि अक्सिडेसन नम्बर बढ्दै गयो भने त बेसिक नेचर घट्दै जान्छ। जस्तै तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ यसको अक्सिडेसन नम्बर +1 छ, यसको अक्सिडेसन नम्बर +2 छ र यसको अक्सिडेसन नम्बर +3 छ। त्यसो भए के क्लियर छ? सबभन्दा बढी बेसिक नेचरको सोडियम हाइड्रोक्साइड हुन्छ, त्यो भन्दा कम बेसिक नेचरको मैग्नेशियम हाइड्रोक्साइड हुन्छ र त्यो भन्दा पनि कम बेसिक नेचरको एल्युमिनियम हाइड्रोक्साइड हुन्छ। त्यस्तै अर्को पनि प्वाइन्ट छ बेसिक नेचरको इलेक्ट्रोनेगेटिभिटी सेम पिरियडको एटम। सेमै पिरियडको एटम्सहरु छन् लोन पेयर इलेक्ट्रोनको आधारमा इलेक्ट्रोनेगेटिभिटी, अर्डरको आधारमा बेसिक नेचर डिसाइड हुन्छ। यदि इलेक्ट्रोनेगेटिभिटी भ्यालु लो होला त बेसिक नेचर के होला त बढी होला। जस्तै तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ सेकेन्ड पिरियडको एलिमेन्ट्स छ। यो सेकेन्ड पिरियडमा पर्ने एलिमेन्ट्स छ नाइट्रोजन, अक्सिजन, फ्लोरिन। सबभन्दा कम इलेक्ट्रोनेगेटिभिटी छ, त्यो भन्दा अलि बढी छ, त्यो भन्दा पनि बढी छ। सबभन्दा कम यदि इलेक्ट्रोनेगेटिभिटी भ्यालु छ भने त बेसिक नेचर सबभन्दा बढी मानिन्छ। यसको मिनिङ अमोनियाको बेसिक नेचर वाटरको भन्दा के हुन्छ बढी हुन्छ र वाटरको बेसिक नेचर हाइड्रोजन फ्लोराइड भन्दा के हुन्छ बढी हुन्छ। तीनवटा प्वाइन्ट गइसक्यो। एक नम्बर प्वाइन्टमा के हेरे कि सेम ग्रुपको एलिमेन्ट छ र क्याटायनको साइजले डिसाइड गर्छ कि कुन बढी बेसिक हाइड्रोक्साइड हुने र कुन कम बेसिक हाइड्रोक्साइड हुने। साइज बढ्दै गयो क्याटायनको बेसिक नेचर बढ्दै जान्छ। 2 नम्बरमा आयो यदि फरक फरक ग्रुपको मेटल क्याटायन्सहरु छन् भने त्यस्तो कन्डिसनमा अक्सिडेसन नम्बरले डिसाइड गर्छ। कम यदि अक्सिडेसन नम्बर छ मेटलको बढी बेसिक हुने, जसरी जसरी अक्सिडेसन नम्बर बढ्दै जान्छ बेसिक नेचर घट्दै जान्छ। त्यही भएर सोडियमको हाइड्रोक्साइड, मैग्नेशियमको हाइड्रोक्साइड र एल्युमिनियमको हाइड्रोक्साइडमा सबभन्दा स्ट्रङ सोडियमको हाइड्रोक्साइडको बेस भयो। त्यस्तै अर्को आयो इलेक्ट्रोनेगेटिभिटीको आधारमा पनि बेसिक नेचर डिसाइड हुन्छ सेम पिरियडको एलिमेन्ट्सहरुको बीचमा। जस्तै नाइट्रोजन, अक्सिजन र फ्लोरिन सेमै पिरियडको एलिमेन्ट छन् र सबभन्दा बढी बेसिक नेचर कम इलेक्ट्रोनेगेटिभ एलिमेन्ट्सहरुको हुन्छ। त सबभन्दा कम इलेक्ट्रोनेगेटिभिटी छ नाइट्रोजनको, त्यही भएर अमोनिया मोर बेसिक। त्यो भन्दा अलि बढी इलेक्ट्रोनेगेटिभिटी भ्यालु छ अक्सिजनको, अक्सिजनको बेसिक नेचर अलिकति कम भयो। सबभन्दा बढी इलेक्ट्रोनेगेटिभिटी भ्यालु छ फ्लोरिनको, त उसको कम्पाउन्ड्सको बेसिक नेचर सबैभन्दा कम हुन्छ। त्यसपछि इन्डक्टिभ इफेक्ट प्लस इन्डक्टिभ इफेक्ट। प्लस इन्डक्टिभ इफेक्ट भन्नुको मिनिङ के? इलेक्ट्रोन रिलिजिङ ग्रुप। माइनस इन्डक्टिभ इफेक्ट इलेक्ट्रोन विथड्रइङ ग्रुप, प्लस इन्डक्टिभ इफेक्ट इलेक्ट्रोन रिलिजिङ ग्रुप। के दिइरहेछ कि ग्रेटर इलेक्ट्रोन रिलिजिङ पावर छ भने स्ट्रङ्गर बेस हुन्छ। जस्तै तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ यो मिथाइल ग्रुप इलेक्ट्रोन रिलिजिङ ग्रुप हो। फर्स्ट 2 वटा छ डाइमिथाइलेमिन, त्यसपछि मिथाइलेमिन एउटै छ, यसमा त इलेक्ट्रोन रिलिजिङ ग्रुप छँदै छैन अमोनियामा। यसको मिनिङ सबभन्दा बेसिक नेचर भएको डाइमिथाइलेमिन 2टा इलेक्ट्रोन रिलिजिङ ग्रुप छ, त्यसपछि मिथाइलेमिन बेस छ, सबभन्दा कम अमोनिया हुन्छ। यसरी हामीहरु के हेरे एसिडको एसिडिक स्ट्रेन्थ, बेसको बेसिक स्ट्रेन्थ। अब यो भिडियो क्लोज गरौँ। थ्यांक यू।